मेरो कुरा सुन्नु मैले दिए बहिनी भोलि नि लाग्थ्यो ल्याएको नि लाख रुपियाँ म जान्न मेरो नि भिवानी तोसामदेखि चण्डीगढदेखि र नेपालदेखि यो हरियाणा जिल्लाको तोसाम भिवानी भन्ने ठाउँको मुङ्गी पार्क एउटा मन्दिर र यो पहाडी एरियामा हामी घुम्न आएका छौँ र हाम्रो पहाडको यात्रा चाहिँ यहाँबाट सुरु भएको थियो। ती पहाडमा पुग्नुभन्दा पहिला चाहिँ त्यहाँ मन्दिरहरू थिए। मन्दिरमा हामीहरू घुमेर भगवानको दर्शन गरेर चाहिँ माथि उकालो बाटो चढ्दै पहाडसम्म पुग्ने यात्रामा चाहिँ हामी लागेका थियौँ। अब चाहिँ हाम्रो यात्रा सुरु भयो। हामी चाहिँ त्यो पहाडको टुप्पोमा जान लागिरहेका छौँ। एक्साइटमेन्ट चाहिँ छ तर अब माथि चढ्दा के हालत हुने थाहा छैन। कठिन यात्रा यस्तो ढुङ्गामा भइ जाने हो माथि। खतरनाक छ त नानी। रिस्क आपको कैसा लग रहा है जी? बढ़िया लग रहा है। र यहाँबाट चाहिँ हामीहरू एकअर्कासँग मनोरञ्जन गर्दै दृश्य हेर्दै बाटोमा चाहिँ हामीहरू यसरी यात्रामा लागेका थियौँ। पैदल यात्रापछि चाहिँ हामी यहाँ चौतारीमा आउन सफल भयौँ र त्यहाँबाट हेर्ने दृश्य चाहिँ यस्तो देखिन्थ्यो। चण्डीगढदेखि र यहाँ हाम्रो गाइडले नानु हाम्रो भाइ हाम्रो ठुलो दाजु हामी भिवानी तोसामदेखि चण्डीगढदेखि र नेपालदेखि यो हरियाणा जिल्लाको तोसाम भिवानी भन्ने ठाउँको मुङ्गी पार्क एउटा मन्दिर र यो पहाडी एरियामा हामी घुम्न आएका छौँ र यो घुम्न जाने उसमा एकदम उकालो छ। कोसिस गरेका छौँ हामी जानेछौँ र यो दृश्य हेर्नको लागि तपाईँहरू पनि एकपटक आइदिनु होला। बहुत राम्रो छ जग्गा। झर्ना नि छ के फेरि थाकेर बसेर है। ल यहाँ चाहिँ थाकेर त्यो कुनाको कोप्चेरामा गएर बस्नु भयो छाया खोजेर रमाइलो छ। ल अब चाहिँ जाम फेरि जाडोमा टर्दैछौँ। टु मच गर्मी उकालो चढ्ने छैन त्यसै बाटो लरकै लरकियो साथी लरकियो बामरी बामरी बिचैमा फर्कियो साथी फर्कियो। हे एकल गोरु चला झै छ उकालो चढ्दा रिङ्गटा लागेको छ फुल्यो बामरी 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 म भोलि गइहाल्छु बसे राम्ररी। उकालो ओ त टुप्पोमा पुग्नु आधा बाटोमा यही रोकेर बसेर हेर्नु न तेरी होइन
मैले यो ओह्रालो फर्केर बसेर नि होला के त रिङ्गटा लाए जस्तो भएको के हुन्छ अरे तपाईँले यहाँसम्म आए यो बाटो त्यहाँसम्म गएर म यहाँ तल झर्नु सुन्नु न मेरो कुरा सुन्नु मैले बिहे बहिनी भोलि निला त्यो ल्याएको म जान्न मेरो नि उपाय छैन म के लान्न नि कोही छोप्नु छैन जब तानिराखेँ यस्तो उकालो चढ्दा भन्दा झर्दा डर लाग्यो ओह्रालो निस्किँदै यस्तो ओह्रालो यस्तो बेपत्ती आधा अधुरो बाटोबाट फर्कि र यहाँसम्म आइपुग्दा चाहिँ सरस्वती दिदी र जुना दिदी चाहिँ एकदमै थाक्नु भएको कारणले उहाँहरू चाहिँ माथि नचढ्ने निर्णय गर्नुभयो र हामी 4 जना सीमा दिदी म बुवा बाबा र उहाँ चाहिँ माथि चढ्ने निदो गरेर चाहिँ हामी अगाडि बढ्यौँ र दिदीहरू चाहिँ चढ्न सक्नु भएन र यो बिच बाटोबाट चाहिँ फर्किनु भयो माथि डाँडामा चढियो एकदमै यहाँ गर्मी छ यहाँबाट सबै सहर भएको चाहिँ सबै देखिन्छ यहाँनिरबाट यो पुरै चट्टान चढेर चाहिँ हामी आइपुग्यौँ हामी चाहिँ कहाँबाट आयौँ भने त्यो एरियामा ठ्याक्क त्यहाँबाट अहिले चाहिँ हामी यहाँ यो तोसामको मङ्गुमा डाँडामा आइसकेका छौँ यो सबै भिर चढेर यहाँबाट सबै सहर देखिन्छ तोसाम सहर है यहाँबाट चाहिँ सर र यो बस्ती इलाका भयो यो पुरै एरिया चाहिँ खेतीको लागि युज हुन्छ हुने रहेछ यहाँबाट यसरी सलक्कै यो चाहिँ वायरलेस टावर त्यसपछि यो पुरै एरिया चाहिँ दिदी मेरो ब्याग पनि लिएर आउनु र माथि डाँडामा पुगिसकेपछि चाहिँ त्यहाँको दृश्य चाहिँ यस्तो थियो र हामीले चाहिँ फर्किने बेलामा चाहिँ भिडियो गराउन पाएनौँ किनभने फोनमा चाहिँ चार्ज डेड भइसकेको थियो र चाहिँ एकदमै दिउँसोको त्यो टन्टालापुर घाम थियो 1 बजेको समयमा एकदमै गर्मी भएको कारणले पनि हामीले भिडियो चाहिँ क्लिक गर्न सकिएन त्यस कारणले चाहिँ यति नै भ्यू चाहिँ हामीले त्यहाँसम्म पुगेको भ्यू र त्यहाँ जाँदाफेरिको मोमेन्टहरू मात्रै क्लिक गरेर यसरी सेयर गऱ्यौँ र हामीले चाहिँ फर्किँदाखेरि भिडियो नगराउनुको कारण के थियो त भन्दाखेरि तल झर्दाफेरि चाहिँ कुनै समात्ने आड लाउने ठाउँ पनि थिएन अनि रिस्क एरिया भएको भएर चाहिँ मोबाइलहरू चाहिँ हामीले पर्समा राखेका थियौँ भिडियो चाहिँ त्यसरी पनि हामीले गराउन पाइएको थिएन र फर्किने बेलामा चाहिँ हामी आफ्नो बुढोमाउले घरमा गएर चाहिँ खाना खाएर बसेका थियौँ र त्यहाँका केही भिडियोहरू चाहिँ मैले यहाँनिर सेयर गरेको छु र यति भन्दै आजको हाम्रो यो भिडियो चाहिँ अन्त्य हुन्छ धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई सी यू नेक्स्ट भिडियो गोठै राम्रो हुने हजुर झाले माले गाईले माइती राम्रो हुने हजुर हो नि दाजु भाइले गण्डकी सुख दुःख यस्तै छ जिन्दगी गण्डकी